हेलो अगाडि 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 जान मलाई डर लाग्छ कि गर्ने मेरो बिपी बढ्न त्यहाँनिर चाहिँ लास्ट पछि राख्नु के बाइकमा पनौती लाग्यो सो गाइज होइन देख्न सक्नुहुन्छ यस्तो बबाल छ क्या हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईँलाई मेरो च्यानल युट्युब च्यानलमा धेरै 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 स्वागत छ सबैलाई नमस्ते अनि सबैलाई ह्याप्पी सङ्क्रान्ति आज चाहिँ माघे सङ्क्रान्ति 1 गते पऱ्यो माघको 1 गते सो आज हामी जाँदैछौँ पोखरा सबै जान्छन् रेडी तर अब हामी चाहिँ आज जाँदैछौँ पोखरा सो आज हाम्रो ब्लग चाहिँ हेर्दै गर्नु न सो आज 8 बजी चाहिँ आउँछ होइन त्यही हो सो आज हामी जाँदैछौँ पोखरा अनि आजको राइड एक्साइटिङ हुनेवाला छ सो हेर्दै गर्नु होला है त ब्लुटुथ कनेक्ट गर्नु त कनेक्ट गर्नु त्यससँग के हुन्छ मम्मी लाग्यो है त ल मम्मी हामी हिँड्यौँ आइन्छ केही दिन बस्यो मम्मीलाई डेन्जर आए ल गाइज हामी चाहिँ हिँड्यौँ यति बेला हामी जाँदैछौँ पोखरा सो गाइज हामी चाहिँ घरबाट यति बेला हिँड्यौँ होइन एकैछिन ल ल अब चाहिँ हामी यति बेला जाँदैछौँ सन्तोषको घर अनि सन्तोषको घरबाट चाहिँ सन्तोष त पोखरा त जाँदैन नि तर हामीसँग पाल्पासँग चाहिँ सँगसँगै जान्छन् होइन सो क्रेजी रियाक्सन हो कि ल हामी चाहिँ सन्तोषको घर आइसक्यौँ गाइज होइन सन्तोषको रियाक्सन के छ ल अब जाने होइन किनेको नि बटन लाउनु भयो होइन सो गाइज होइन हामी चाहिँ अब सन्तोषलाई पनि पिकअप गरिसक्यौँ यिनी चाहिँ पाल्पाबाट चाहिँ उता जान्छन् अर्घाखाँचीतिर जान्छन् अनि हामी चाहिँ बर्तुङबाट पोखरातिर लाग्छौँ होइन यिनीलाई चाहिँ खासै सन्चो छैन नि त त्यही भएर यिनी चाहिँ उता जाँदैनन् सो हामी चाहिँ पोखरा निस्किन लागेको अनि यिनी चाहिँ पाल्पासम्म चाहिँ सँगै जान्छन् बर्तुङसँग चाहिँ सँगै जान्छन् त्यसपछि चाहिँ यिनी अलग हुन्छन् होइन सन्तोषहरू यस्तो कुदाउँछन् नि बाइक कहाँ यताहरू त घुमेको तिम्रो फेरि केटा हो तेल हाल्नु लाग्यो पेट्रोलै रहेनछ त्यहाँ अहिले पालपालतिर गएर हालाउनु लाग्यो छ दुईवटा ढल्का जाम के भन्यो भने केटाहरूले ओ हेलो अब के गर्ने यार गाइजहरू अब फ्यानहरू बाटोमा भेटिन्छ नि यस्तै हो होइन फ्यानहरू बाटोमा भेटिन्छ नि यार ल ल अगाडि अगाडि दाइ बिग फ्यान हो क्या के गर्नु केटा हो यस्तै हो बाटोमा बिग फ्यानहरू भेटिन्छन् होइन कति चाँडो भएको यति बेला हामी आइसक्यौँ बुटोल सिद्ध बाबा गाइज होइन यो गेटबाट उता चाहिँ पर्छ पाल्पा अनि यो चाहिँ हाम्रो पऱ्यो बुटोल सिद्ध बाबा ल सिद्ध बाबा हामी सबै मिलेर दर्शन गरौँ हाम्रो यात्रा सफल होस् होइन अब चाहिँ लाग्नुपर्छ सरासर ल अगाडिको भ्यू देख्न सक्नुहुन्छ कि यस्तो खतरनाक छ नि होइन हामी चाहिँ यति बेला आयौँ सिद्ध बाबा अनि यहाँतिर चाहिँ थोरै अफरोड पनि छ क्या बाटोमा चाहिँ सरासर हिँड्नु पऱ्यो के गर्नु नेपालको बाटो भनेको यस्तो त हो नि होइन ल अगाडिबाट टक्क लाएर बस आइदिइराख ओहो सरासर आइराख्नु त गाडी त के हो बाटो जाम त छैन कतै ल गाइज यति बेला हामी आइसक्यौँ पाल्पा सिद्ध बाबा यहाँनिरको चाहिँ सिन यस्तो छ यहाँ जहिले भिड रहन्छ क्या यहाँनिर चाहिँ मान्छेहरू पूजा गर्न आइरहनुहुन्छ नि त ल बुटोल सिद्ध बाबाको दर्शन गर्नुभयो होइन अब चाहिँ पाल्पा सिद्ध बाबाको दर्शन गरौँ सबै मिलेर यात्रा सफल होस् अनि यो चाहिँ उयो के पुल बने यहाँनिर चाहिँ के भन्छ अरे सुरुङ मार्ग बने यहाँनिर चाहिँ धेरै ल्यान्डस्लाइड हुन्छ नि त यो सिद्ध बाबाको एरियामा त्यही भएर यहाँनिर चाहिँ सुरुङ मार्ग बने तर यो वर्ष लाग्यो 4-5 वर्ष भयो कहिले कम्प्लिट हुने थाहा भएन हाम्रो छोराछोरीको पालामा पनि कम्प्लिट होला जस्तो छैन ल यहाँनिर चाहिँ यस्तो किसिमको छ क्या सिन चाहिँ हावा हालिदिने यतै दुइटै हेरिदिनु
टाढा पुग्ने होइन, चेक गरेर गएपछि आनन्द हुन्छ। ल गाइज हामी चाहिँ यहाँ हावा चेक गर्न मात्रै छौँ होइन, अब टाढाको यात्रा त्यहाँ टक्क हावा सावा चेक गरेर हिँड्नुपर्छ। सो गाइज हामी यति बेला आइसक्यौँ आर्य भन्ज्याङ भन्ने ठाउँमा। आर्य भन्ज्याङमा त भिडभाड छ त के हो। जाऊ न हो जाऊ, बाटो देऊ। ल बल्ल साइड पाइयो त है यहाँबाट। भाइ पेट्रोल पम्प कहाँनिर रहेछ हेर है। खै त कहाँ हो पेट्रोल पम्प त छैन त हेर यहाँ त के हो। भाइ पेट्रोल पम्प त छैन त। ए उहाँ रहेछ। कसै थियो तेल 158। 2 रुपियाँ महँगोमा परियो नि भाइ, 2 रुपियाँ महँगोमा परियो नि। 1000 रुपियाँको दाइ 1000को हालिदिनु है। गल्याङ हो अरे। 1000 रहेन कसरी छ 158। यहाँ 2 रुपियाँ अलि महँगो रहेछ बुटलभन्दा। चाहिँ पेट्रोलको टेन्सन रहेन अब त होइन होइन सानो। अब चाहिँ पेट्रोल पम्पको टेन्सन रहेन नि। होइन यहाँबाट गल्याङसँग त ओह्रालो छ जान्छ न्युट्रलमा। हेर किन दुगुरेको होला त कुकुरलाई लिएर। डोको बुन्ने निगालो चोयाले जाने खायो त्यही मिठो मोयाले। डोको बुन्ने निगालो चोयाले हाय जाने खायो त्यही मिठो मोयाले। अरे बाइक हालिदिइहाल क्या तोरी। अब बाइक सट्टै आइदिइहाल क्या। ओभरटेक हानिसकेको थिएँ मैले। डोको बुन्ने निगालो छोयाले जाने खायो त्यही मिठो मोयाले। सो गाइज होइन तपाईँहरू पोखरा जानुभएको छ कि जानुभएको छैन होइन। म चाहिँ अहिलेसँग 4-5 चोटि हुन्छ पोखरा चाहिँ गएको। यो भ्लगलाई चाहिँ लास्टसम्म हेर्दै गर्नु होला होइन। आजको चाहिँ भ्लग चाहिँ सबै राइडिङवाला मात्रै हुन्छ। अनि भोलिको भ्लग चाहिँ पोखरा नाइट लाइफ समय मिलेछ भने पोखरा नाइट लाइफतिर म जान्छु। रातिको टक्क भ्यू देख्न हेर्नुपर्छ लेक साइडतिरको। पोखरा जाने अनि लेक साइडतिर नजाने त कुरो त हुँदैन नि त होइन र। टक्क लेक साइडतिर जाने हो घुमेर आउने हो। ए 220 को फेरि मलाई कस्तो लाग्छ डम्प ब्रेक जस्तो हुन्छ नि। डम्प ब्रेक फेरि जस्तो ओह्रालोमा झ्याप झ्याप भने चाहिँ तात्दैन होइन, जस्तो पनि लाग्दिन्छ क्या। अनि यो 220 ब्रेक जुन डिस्क ब्रेक हुन्छ नि पछाडि पनि सर त गर्दा ब्रेक र तातेर यस्तो ब्रेक फेल भइदिन्छ कि। त्यही भएर चाहिँ ओह्रालोमा चाहिँ च्याप 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 चाप्दै हिँड्नुपर्छ ब्रेक चाहिँ। त्यहाँबाट ब्रेक फेल भइदियो भने चाहिँ तनाव हुन्छ नि फेरि होइन। हामी चाहिँ अस्ति बर्खाको टाइममा आएको थियौँ। 5-6 ठाउँ त रोक्दै गएको क्या हामीहरू चाहिँ। आज चाहिँ कतै पानी परेन, मस्तको मौसम छ होइन। बादल पनि लागेको छैन, आनन्दको छ, मस्त जानियो सरासर। अनि
कतै रोकिएछौँ भने त्यही नास्ता खाना सायद रोकिन्छ होला। यहाँबाट सरासर गइन्छ आज। पुरै देख्नुहुन्छ पुरै तलसम्म ओह्रालै छ कि परसम्म ओह्रालै छ कि बाटो चाहिँ टक्क मजाले न्युटनमा राख्दै पनि जान्थ्यो कि। यहाँनिर त लास्टै चिसो रहेछ है। गहिरा एरियामा चाहिँ लास्ट चिसो छ मौसम चाहिँ, घामै नलाग्ने कि गहिरो एरियामा पनि। गाडीहरू पनि यस्तो यस्तो खतरनाक कम्पनीहरू छन् गाडीको होइन। नेपालमा चाहिँ देख्न सक्नुहुन्छ होइन, चाइनिज ब्रान्डको गाडी यस्तो खतरनाक गाडीहरू आउँछ कि नेपालमा चाहिँ। इन्डियातिर जानुपर्दा खालि होन्डाई क्रेटा होइन, होन्डाई क्रेटा टाटाहरू भयो, त्यही मात्रै चल्छ। अनि क्या हरन छ त हो गाडीको त, गर्छ त। इन्डियाको गाडीहरू टक्क रोकेर घाम तापे केटाहरूले। भाइ साहब नेपालको नजारा, हाम्रो प्रकृतिको धनी देश हो नि त होइन र गाइज। जता हेऱ्यो त्यतै राम्रो छ क्या हाम्रो नेपाल चाहिँ होइन। यता हेऱ्यो उतै राम्रो, उता हेऱ्यो उतै राम्रो। जहाँसम्म नजर जान्छ नि आफ्नो त्यहाँसम्म चाहिँ यस्तो बब्बाल छ क्या हाम्रो ठाउँ चाहिँ। सट्टाबाट आइदिन्छ नि यार, के हो हट मासला। बाटो त खस्दै छ है भाइ त्यहाँ त। भाइ बाटो त घाँस के त्यहाँ त यार। हट बाटो त डर लाग्छ त, कतै त फाँस्दै छ त यार। आनन्दले 30-40 की स्पिडमा हिँड्ने जस्तो बाटो पनि छैन यार, के हो गाइज। यस्तो मजाको पिच रोड छ, बिचमा घाँस चाहिँ आइदिन्छ, श्वास चाहिँ छिर्नुपर्छ। राम्रोसँग ह्यान्डल नसमाउनु भने त लोड पनि हो, त्यही त हो नि होइन। तर त्यस्तो बाटो चाहिँ अब सरकारले त्यस्तै कर उठाइरहेको छ मान्छेहरूसँग होइन। एउटा बाइक लिएर जानुपर्छ सर, एउटा बाइक एक वर्षमा 5,000 6,000 सिसी अनुसारको कति धेरै कर काट्छ। गाडीहरूको त्यस्तै, बसहरूको त्यस्तै कर काटिदिन्छ। तर बाटो स्थिति पनि त्यस्तै यार। यस्तो राम्रो पिच रोड बिचमा हल्का गइसकेपछि त, हल्का खाल्टो भइसकेपछि त नगरपालिकाहरूले के हो कसो त हेरिदिनु पऱ्यो नि त होइन र। त्यहाँ त लास पोलिरहेको पनि रहेछन् होइन, त्यहाँनिर चाहिँ लास पोलिरहेछन् कि। यति बेला हामी गाइज आइसक्यो हामी रामदेव पुलनिर। रामदेव पुलमा खास माघ सङ्क्रान्ति पनि खासै भिड त छैन यहाँनिर त होइन। खोला देख्न सक्छ यस्तो बबाल देखियो कि यहाँनिर चाहिँ खोला चाहिँ होइन। चेकिङ चाहिँ ठुलो गाडीहरूको मात्रै भइरहेको रहेछ क्या, सानो गाडीहरूको त छैन चेकिङ। यहाँ चाहिँ गाइज ठुलो गाडीहरूको चेकिङ भइरहेको रहेछ, सानो गाडीको चाहिँ रहेनछ। शुभ यात्रा। के हुन्छ भने बाटो यस्तो छ होइन, गाडीभित्र अब मान्छेलाई भेडा बाख्रा चाहिँ खास दिन्छन् होइन। चेकिङ गर्ने कि नगर्ने होइन, अब त्यस्तरी मान्छे हालिदिएपछि अब गाडीहरूलाई आफूलाई डर होइन। एक त मान्छेहरूलाई पनि आफूमा सचेत हुनुपर्छ क्या। यस्तो गाडीमा बस्दिने होइन, गाडीवालाले जति नै हाल्छ नि यार। बाटो त छोडिदिनु दा है यार। सो गाइज होइन, हामी चाहिँ पोखरा हिँडेको। अनि यहाँनिर चाहिँ यस्तो मजाको सिन देख्ने ठाउँ रहेछ क्या। अनि पुल हेर्नु क्या, पुल यस्तो लामो छ नि पुल, यहाँनिर वहाँसम्म यस्तो दामी देखियो होइन। हामी चाहिँ यहाँबाट चाहिँ पोखरा हिँडेको। पोखराबाट बाटोमा आउँदै गर्दाखेरि पुल देखियो कि। अनि चाहिँ हामी चाहिँ पुलमा नगइकन अगाडि जानु मन चाहिँ लागेन, त्यही भएर चाहिँ हामी अब पुल तरेर अब जान्छौँ पोखरा। सो आज चाहिँ भ्लग आउँछ साँझ, टक्क हेरेर नबिर्सिनु होला होइन। त्यही हो, लुक एट द भ्यू। अनि एउटा तल चाहिँ यस्तो राम्रो खेत देखियो। सो गाइज अब हामी चाहिँ पुल गऱ्यौँ, पुलमा आयौँ, एक दुईवटा फोटोसोटो हान्यौँ होइन। इन्स्टाग्रामतिर चेक गर्न सक्नुहुन्छ। अनि अब निस्किँदैछौँ। अब हामी निस्केर सिधै जान्छ पोखरा। यसो नास्ता खान भोक पनि लागेको थियो, अगाडि नास्ता पनि खान्छौँ। अनि चाहिँ निस्किन्छौँ हामी पोखरा। साँझ चाहिँ ब्लग आउँछ, ब्लग हेर्नु चाहिँ नबिर्सिनु होला। सो यहाँबाट चाहिँ यो ठाउँ चाहिँ कहाँ बवाल देखेछ नि होइन।
यहाँनिर चाहिँ इन्डियाबाट आउनुभयो रहेछ अगाडिजना डराएर दुईवटा हात समातेर बिराउनु आयो अगाडि जान मलाई डर लाग्छ किनभने मेरो बिपी बढ्छ गरे के ठिकै हो कोही कोहीलाई डर लाग्छ होइन पुल पनि त सानो छ र यति लामो अनि त्यति टाढो जानु डर त लाग्ने चाहिँ भयो होइन यहाँबाट चाहिँ हामी गएर आइसक्यो मलाई यस्तो दामी देखियो कि यहाँनिरबाट पनि चाहिँ त्यति बेला हामी चाहिँ यहाँ नास्ता खानबाट माथि आएको तर यहाँबाट पनि दामी देखियो यताको बाटो यस्तै बवाल देखियो अनि यहाँबाट यस्तो दामी देखियो यहाँ पनि हाम्रो भाइ यहाँ छ कसलाई लिएर भए तँलाई बवाल हाम्रो चाहिँ नास्ता आयो होइन नास्तामा छ अन्डा समोसा बटुक पकौडा जेरी ल अब चाहिँ खाएर निस्किनुपर्छ ल गाइज बाइक चाहिँ यहाँनिर छ टक्क अनि यतातिर यस्तो मजाको भ्यू छ अनि बाइक यहाँ छ टक्क यो स्याङ्जा बजार आइएछ गाइज हामी यति बेला स्याङ्जा बजार आइयो भनेपछि त पोखरा आउनु त अझै ठोरै टनक्कै टाइम रहेछ त हौ सो गाइज अब चाहिँ हामी पोखरा आउनु लाग्यो होइन पोखरा आउनु धेरै भनेको अब 4-5-6 किलोमिटर छ यहाँनिरको बाटो चाहिँ बबाल रहेछ यार गाइज होइन तपाईँहरू को आउनुपर्छ पोखरा होइन पोखरा तपाईँलाई कस्तो लाग्छ होइन कमेन्ट गर्नु त्यही हो पोखरा आउनु लाग्यो मौसम त चिसो छ त हो यस्तो मजाले कुदेर हिँडेछन् मान्छेहरू यार यस्तो आनन्दको बाटो रहेछ नि यहाँनिर यो सोल्टी त कहाँ पछि गएर रहेछन् यो सोल्टी चाहिँ होइन यो मान्छे चाहिँ रामदीबाट चाहिँ अघि पछि गर्दै आइरहेको छ क्या यो मान्छे चाहिँ ल यहाँ त पुरो लाइन लाग्यो नि त के हो चाहिँ पोखरा पुग्यौँ होइन पोखरा पुग्ने बित्तिकै बाइकमा पनौती लाग्यो पोखरा पुग्ने बित्तिकै कलचको तार गयो यहाँनिर अब चाहिँ कलचको तार फेर्नुपर्छ जसो पोखराको ट्याक्कै एन्ट्री गऱ्यो त्यसै कलचको तार गयो क्या लगाएछ हाम्रो बाइकको क्लचको तार बन्दैछ ट्याक्क पोखरा छिर्ने बित्तिकै बाइकको क्लच चाहिँ धोका दियो नि त आज यार सो गाइज होइन देख्न सक्नुहुन्छ यस्तो बबाल छ क्या लगाइज पोखरा आएसँगै हिमाल देख्न पाइयो यहाँनिर चाहिँ दामी हिमाल देखेको छ क्या टक्क घाम लागेको छैन हिमालको चुचुरोमा ल गाइज जाडो छ घुम्न जाने भनेको यसो लेफ्ट साइडतिर के कसो छ हेर्न जाने सोचेको होइन जाडो भएर जान सकिएन एक त थकै पनि लागेछ लास्टै अनि बाइक चलाएर आएको थकै लाग्यो त्यही भएर जानु मन लागेन हामी त रुममा आएर सुतेको भाइ उता सुत्यो म यता अब चाहिँ सुत्नुपर्छ लगायत भोलिको ब्लगमा चाहिँ देखाउँछु होइन जे देखाउने मस्त भोलि लेक साइडतिर जानुपर्छ अनि माथि पुम्दीको डाँडातिर हेरौँ कस्तो हुन्छ अनि के भन्छ प्लान भोलि ब्लगमा आउँछ लगाइज त्यही हो भोलिको ब्लगमा भेटौँ ल बाई